है साथीभाइहरू, हजुरहरूलाई कस्तो लाग्यो यो रोड चाहिँ? यति सबैजनालाई बेरोजगारीहरूलाई पनि रोजगारी भएको अवस्था रहेछ। आज चाहिँ म छक्कै परेँ। यो रोडमा हिँड्दै हिँड्दै आएँ, पैदल यात्रा गरेको थिएँ। जबकि यो फुलको कारणले फोटो खिच्ने क्यामेराम्यानहरू मात्रै भन्नुहुन्छ भने 25 जना रहेछन् र उहाँहरूले रोजगार पाउनु भएको रहेछ यो फुलले गर्दा। अनि मेरो पनि फोटो खिचियो र एउटा फोटो बराबर 20 रुपियाँ भनेको थियो। म त ल नि त दुईटा खिचिदिनुहोस् न त भनेर गरेको, भरे त ओके गरेको भरे त रहेछ 50 भन्दा मिल्दैन म्याम भने रिक्वेस्ट गर्नुभयो है। खिचिसकेपछि चाहिँ उहाँको ट्रिकहरू पनि यस्तो रहेछ, टेक्निकहरू पनि, आइडियाहरू पनि रहेछ। उहाँको आइडिया कुन खालको हो अब हजुरहरू पनि यसमा मूल्याङ्कन गर्नु होला। बहुतै रोजगार खुलेको रहेछ है हजुर। अब हाम्रो यो फुललाई कति महत्त्व दिएको रहेछन् सबैले भन्ने कुरो चाहिँ मैले आजबाट झनै धेरै बुझेँ। धन्यवाद।